सबैलाई नमस्ते। भगवान यो कविता वाचन गर्ने भन्ने बित्तिकै 15 हजारको अगाडि गएपछि एकदम मुटु टुकटुक हुन्छ र म केही नभनिकन कविता वाचन गर्न चाहन्छु र मैले वाचन गर्ने कविताको शीर्षक छ चराहरूको यात्रा। चराहरूको यात्रा। शीतकालीन र ठन्डी बगरमा कहाँसम्मको यात्रा हो यो चराहरूको। यो शीतकालीन ठन्डी बगरमा कहाँसम्मको यात्रा हो यो चराहरूको। यहाँ भर्खरै पँधेरोबाट गाग्रोमा जिन्दगी बोकेर अक्कर निस्केको हो यो बिहानीको ताती, वा निधारमा जुन ताराहरू बोकेर बेसी झरेको हो भर्खरै यो प्राचीन बतासको सौन्दर्य। चराहरू आफैलाई थाहा छैन आफ्नै पाइतल अघिल्तिर अनिश्चित बाटोको गन्तव्य र बिसाउनु पर्ने साँझको अन्तिम जिन्दगी। आखिरी यही त थियो चराहरूको हत्केलामा गुलाफ बोकेर धड्किने मुटु जस्तो मैदान र पुर्ख्यौली जीवनको इन्द्रेणी रङ्गहरू फैलिने खुल्ला आकाश र रङ्गीन साम्राज्य, जहाँ उदाउँथ्यो हर साँझ बिहान सुनौला घामजुन र ताराहरू जसरी। जीवनको आदिम सौन्दर्य घाम अस्ताउने साँझ जसरी यही अस्ताउँथ्यो यही जिन्दगीको अध्यायहरू पनि। सबै त्यागेर किन यति कठोर भएको छ उनको छातीको गुलाफ, किन यति हतार छ बन्नलाई प्रवासी। थकान छ बिसाउने छैन, यात्रा छ गन्तव्य छैन र छैन कुनै आँखामा देश छाडेर आफू शरणार्थी हुनुको गुन्जायस। बरु हिँडेको छ बेठेगान सफरमा, अब उपरान्त बज्छ कि बज्दैन गाउँघरमा चराहरूको पुर्ख्यौली पालन। फैलिन्छ फैलिँदैन सदाझै चराहरूको इन्द्रेणी आकाश, थाहा छैन खोइ के छ कुनै त्यो प्रवासमा जसले बोलाउँदै लैजान्छन् गाउँको मखमल जस्तो चराहरूको मन र सहरकै धुजा सडक जस्तो कङ्क्रिट बनाएर फर्काइदिन्छन् यो गाउँतिर। र फर्केर आउँदा खोइ के उपहार बोकी ल्याउँछन् यी चराहरूले। आफ्नै मृत अस्थिपञ्जर कि वैशालु जवानी लुटिएको उदास मुहार। अफसोस छ मलाई यसपल्ट कि फर्केर आयो भने यो चराहरूको हुल पाठशाला जान्छ कि जङ्गल। धन्यवाद। धन्यवाद सर।